छेकेर है बरु जाओस् केही छैन अर्को हाल्ने हो ओइ उडाइदिनु के त्यही बेला दिदी सरले त 4 बल 7 रन 4 बल 7 रन ल अलि यहाँ अग्लो फाल्नु न अहिले ओइ यो त सेनवान जस्तो स्पिन भयो त यार 5 बल लास्ट छ बल हेर्नु बल हेर्नु झ्याप्पै हान्दिनु अरे यार यहाँ त ब्याट बल ल्याएर खेल्ने त बहुत मजा आउने रहेछ यार है भिडियो है मजाले यो त हैन उमेश मान हुन्छ टाउन लाउनु दौड यहाँ ल्याउनु भन्नु तर यहाँ ल्याउनु यस्तो है सञ्चार लास्टमा सिङ्गल पनि खेल्न पाइन्छ है सिङ्गल पनि मैले यहाँ ल्याउनु भन्दै छु यहाँ दिदी सर पुग्दै राजन लास्टमा सिङ्गल पनि खेल्न पाउने है झिलिक्क गर्न पाउनुहुन्न 8 सुन सर लास्टमा सिङ्गल पनि खेल्न पाउँछ है सर यता हेर्नु त बस्नुपर्छ यार थक्का सर म त सिधै आउट हो के के भन्नु यता हेर्नु के होला मलाई के हान्नु पर्छ मलाई थाहा छैन पुरा गुगली हान्ने यस्तो गर्नु हो त यार भाइ कति रन मारे 8 आमा सोहेल तानवीर भन्दा कम छैन है सर एक्सन यार अरे हाकिम साहबको एक्सन सोहेल तानवीरको भन्दा कम छैन यार कति भयो 7-4 11 12 जम्मा ठोक्दिनु न एलबिडब्ल्यू दियो यार ल एलबिडब्ल्यू है यस्तो सिधै एलबिडब्ल्यू कति बल भयो 2 बल 2 बल है कति बार रिङ रन 12 रन 12 रन त ठुलो टार्गेट भयो 12 रन भयो 8 छक्का एउटा छक्का एउटा चौका दुईटा रनिङ 2 रनिङ भयो के हैन आइडिया राम्रो हो होइन फुल टस मारे अगाडि आएर हान्नु खोजेको थिएँ मैले थाहा पाइहालेँ कुट्टैमा सर अलि उतै जाने फिल्ड सेटिङ त भयङ्कर कडा छ यार 1-0 रन दिने छक्का छक्का नदिने नाइस डिजी सरले नजिक बस्ने हो मलाई एकदम 5 बल 13 रन कति बल भयो 5 बल हो र 5 भइसक्यो र डिजी सरले ह्याप्पी हान्छ चार लाग्छ एकदम मिठो अनि रेचाले छक्का हान्दिनु होला डिजी सरले बर्बाद होला यार भने नि त ठिक छ केही छैन 14 बल 14 रन अनि फाल्नु नि 14 रन यो हात घुमाइ हुन्छ कि नघुमाइ हुन्छ यसो घुमाएर त गर्नु न भाइ विक बलर एकदम है पार्ट टाइम बलर आउँदै हुनुहुन्छ हाम्रो त्यस्तो पाउँछ पाउँदैन पाउँछ हाई पार्नु त्यसरी फाल्न अलि जोडले चाहिँ नफाल्नु होला ढुङ्गै फाले जस्तो हुन्छ फेरि यस्तोमा फेरि बल ढिलो भयो भने त फेरि ऊ लिन पनि मिल्छ फेरि रनिङ 13 छ हैन 14 छ हो ए ल 14 छ 20 भारी तारी ढुङ्गी भयो त यार 2 बल हामी पनि टार्गेट खतरै दिउँ दान सर यो त सुनि सर मलाई ब्याटिङ गरिदिन्छ म थाके टार्गेट भयङ्कर भयो त यार अब फेरि पनि फुल टस हान्नु पर्यो है फुल टस नदिनु नयाँ क्वाड खेलिरहेछ हाम्रो हैन ए दौड 2 रन चौकै भइसक्यो यार 20-4-24 3 बल एक्सन यो तेस्रो ओभर रनिङ हैन अझै लास्ट ओभर बाँकी छ ल तल फुल टस नै त्यसरी एलबिडब्ल्यू आउट 4 बल 24 रन त्यस्तै तल गुर्काएर हान्ने म त फुल टसै दियो 5 बल लास्ट बल लास्ट गर्नु छ नि लास्ट छक्का चौका त्यो नागेश छक्का हुन्न चौका हुन्छ त्यो त बुढीको टार्गेट
होइन एक ओभर बाँकी हो चारो त अनि होइन एउटा सुनिचरले एउटा मैले एउटा भने ठिक छ कि कतिको टार्गेट भयो 29 है भनेको 29 पुरा हो सुरुदेखि टिकेर हान्नु म गर्छु बलिङ हजुर हजुर गेम ढाल्नु हजुर विकेटर बस्छु है फिल्डिङ गर्नु हामी त अब बस्ने आउन अब त गर्नु परेन रनिङ हान्नु टाढा गएर चाहिँ डुन्ने यता नो 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 दामी दामी मोबाइल मिठो मोबाइल नो नो हाइट क्लियर छ एकदम अलि ढिला भयो यता धेरै गएको छ हजुरको बल ल दामी यता 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 गाडीतिर हान्नु पऱ्यो भन के ठिक छ हजुरको बल यता बाबु अब बाबु कान्छ 4 रन 4 रन हानेर भएन ठिक छ ठोकाउन चाहिँ बराबर होस् बचाउँ न ब्याट्सम्यान बचाउँ त होइन विकेट बचाउँ कि नबचाउँ न ठुकिनौ ठोक्नु ठोक्नु ठुकु ह्याट्रिक बल है अब ह्याट्रिक बल ह्याट्रिक आउँदैछ 3 नम्बर हामी पानी नै क्या पानी पऱ्यो नै राम्रो बलिङ थियो कि जबमा भयो तपाईँले फुल टस हाल्न सक्नुभयो अनि त्यसमा ए उहाँलाई त यति बसे भइहाल्छ बरु जोड्नु जोड्नु 1 रन आयो 1 रन लिएर पनि जित्नु पऱ्यो है अब भयङ्कर उल भएर केले हो जेले खेल्ने रमाइलो हुने होइन चौका चौका यो गुडेन के बल गुडेमा चौका सेस हुन्थ्यो फेरि यो भुलकोमा लाग्यो के मै आउट गराउँछु बोल आउट 6 रन 6 रन कति ओभर 1 पोइन्ट कति भयो 1 ओभर 1 ओभर कति बल 2 बल पहिलो ओभर मात्रै हो छक्का चौका चौका गर्ने चौका छैन ढुङ्गो गएन ढुङ्गो कटेको हुन्थ्यो चौका हैन 7 हामी ब्याट खेलिनु छ भन्छ हुन्छ न बान्न परेर नत्र अघि बल त छक्का हान्ने बल यार ओके कटन बल ल अब कटन बल ल भयो अब एक कर खेलियो ल भाइ तिमीले मोचो लाऊ ल एउटा है फोटो खिचाउन